नमस्कार, स्वागत छ तपाईहरुलाई पिकेटी च्यानलमा। आज हामी सिक्ने छौं कि कुनै पनि स्कुल होस् या इन्स्टिट्युसन होस् या कुनै पनि संघ संस्था होस् या कुनै पनि क्लबहरुको जुन लेटर प्याड डिजाइन गर्ने गरिन्छ त्यो हामी माइक्रोसफ्ट वर्डमा इजिली कसरी डिजाइन गर्ने त। सो त्यसको लागि भिडियो अन्त्यसम्म हेर्नु होला र यदि तपाई नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी भिडियो अब स्टार्ट गर्छौं। फर्स्ट अफ अल हामीले के गर्नुपर्ने हुन्छ भनेपछि लेआउट में जानुपर्ने हुन्छ। लेआउट में गइसकेपछि हामी मार्जिन हेर्छौं, मार्जिन 0.5 गर्छौं। त्यसपछि ओरिएन्टेसन मा पोर्ट्रेट हाल्छौं, साइज मा A4 साइज चाहिन्छ हामीलाई, ठीक छ। देन त्यसपछि हामी के गर्छौं भनेपछि इन्सर्ट मा जान्छौं। इन्सर्ट मा गइसकेपछि वर्ड आर्ट मा जाने, वर्ड आर्ट मा गइसकेपछि एउटा यो लिने, कुनै पनि सिलेक्ट गर्दा हुन्छ। अब त्यसपछि के गर्ने भनेपछि यहाँ निर आफ्नो जुन संस्था छ त्यसको नाम लेख्ने। मैले नोटप्याड मा नोट गरेर राखेको छु जुन संस्थाको बनाउँदै छु। सो मैले यहाँबाट कपी गर्छु अनि त्यहाँ गएर पेस्ट गर्दिन्छु। यहाँ मैले पेस्ट गर्छु, कन्ट्रोल भी गरे, आयो मेरो विद्यालयको नाम। त्यसपछि हामी यसको फन्ट साइजहरु मिलाउनु पर्ने हुन्छ। हामीले यहाँ सिलेक्ट गर्ने, यहाँ निर फन्ट चेन्ज गर्ने। म अपरजिता फन्ट लिदै छु। देन त्यसपछि हामी यसलाई थोरै यतातिर सार्छौं। यतातिर सारेर वर्डलाई थोरै बढाउँछु। वर्डलाई बढाइसकेपछि थोरै यसलाई माथितिर सार्छु। यतिको ठिक्क छ। देन त्यसपछि के गर्ने भनेपछि यसकै बरु डुप्लिकेट लिदा नि हुन्छ नत्र अर्को लिदा नि हुन्छ। यसको डुप्लिकेट गरे भने के हुन्छ हामीलाई फाइदा कि त्यसको फन्ट साइज अनि त्यसपछि फन्ट नेम सबै सेम रहन्छ। त्यही भएर कन्ट्रोल डी गरेर डुप्लिकेट निकाल्ने यसको। यसलाई तलतिर राख्छु। तलतिर राखिसकेपछि फेरि यसको अब एड्रेस यहाँबाट कपी गर्छु म। एड्रेस कपी गरिसकेपछि यहाँ निर फेरि पेस्ट गएर पेस्ट हान्छु। यसलाई सिलेक्ट गर्छु, यसलाई डिलिट, देन कन्ट्रोल भी। अब हामी के गर्छौं भनेपछि यो एड्रेस त हाम्रो लेखियो। अब यसलाई सानो बनाउने। जहिले पनि संस्थाको नाम भन्दा एड्रेसको साइज छोटो हुन्छ। त्यही भएर एड्रेस हामी छोटो लेख्छौं अनि त्यसपछि हामी यहाँ निर यसलाई राख्दिने। त्यसपछि हामी के गर्छौं भनेपछि यसको स्थापना कहिले भएको त्यो पनि लेख्छौं। यसको स्थापना पनि मैले यहाँ नोटमा नोट गरेर राखेको छु। सो त्यही यहाँबाट म कपी गर्दै पेस्ट गर्छु, कन्ट्रोल सी। देन वर्ड आर्ट मा जान्छु, इन्सर्ट मा गएर वर्ड आर्ट मा जान्छु। वर्ड आर्ट मा गएर यो सिलेक्ट गर्छु, यहाँ निर कन्ट्रोल भी हान्दिन्छु। त्यसपछि यहाँ होम मा आउने, होम मा आइसकेपछि यहाँ निर मिलाउने फन्ट नेम। यहाँ पहिला सिलेक्ट हान्नु पर्ने हुन्छ। त्यसपछि यहाँ निर गएर फन्ट साइज चेन्ज गर्ने, APARJITA अपरजिता। देन त्यसपछि यसलाई हामी थोरै सानो बनाउनु पर्ने हुन्छ। यसको साइज थोरै सानो हुन्छ। ओके, यहाँबाट हामी साइज सानो बनाउँछौं। देन त्यसपछि सबैलाई के गर्ने हामी कन्ट्रोल बी गर्दिने, राम्रो लाग्छ हेर्नमा। यहाँबाट सिलेक्ट गर्दै कन्ट्रोल बी गर्दिने। बढी भएछ भने यतातिर थोरै सार्दिदा भइहाल्छ, मिलिहाल्छ आफै। देन यसलाई पनि कन्ट्रोल बी गर्दिने। सबै आफै भयो, कन्ट्रोल बी। देन त्यसपछि हाम्रो एउटा अझै स्टेप बाँकी छ। यो जुन पछाडी ब्याकवार्ड स्याडो छ नि यसलाई पनि हटाउने। फन्ट मा जाने, फन्ट मा गइसकेपछि यहाँ निर होला वर्ड स्टाइल छ। वर्ड स्टाइल मा गएपछि स्याडो मा जाने, स्याडो मा गएपछि नर्मल हाल्दिने। नर्मल सिलेक्ट गर्यो भने अलि राम्रो देखिन्छ। फेरि यसलाई पनि सिलेक्ट गर्ने, त्यसपछि स्याडो मा जाने, स्याडो मा गएपछि यसलाई पनि नर्मल। स्थापना छ, स्थापनालाई पनि हामी त्यस्तै गर्छौं। यसमा जाने, सेभ फर्मेट मा गएपछि स्टाइल मा जाने, स्टाइल मा गएर यहाँ निर स्याडो बन्द गर्दिने। अब हेर्नु त कति दामी देखिराछ। अब एउटा अझै हाम्रो काम बाँकी बनेको। सो त्यो कामको लागि हामी शेप मा जान्छौं। शेप मा गइसकेपछि यहाँ जान्छौं, एउटा सर्कल शेप लिन्छौं। सर्कल शेप लिइसकेपछि यहाँ निर हामी ड्र गर्छौं। यहाँ हाम्रो यो वर्डको साइज बढी भएको छ, यसलाई हामीले कम गर्नुपर्ने हुन्छ।
यहाँबाट होममा गएर यहाँबाट कम गरिदिने। ठिक छ। त्यहाँदेखि यसलाई पनि थोरै माथि, यसलाई नि हल्का माथि गरिदिने। 40 गर्दा ठ्याक्कै हुन्छ क्या। 40 भयो। 40 मा मैले यसलाई राखिदिएको छु। यसलाई हल्का अझै माथि सार्छु। भयो। अब त्यसपछि हामीले जुन यो सर्कल बनाएको छौँ, सर्कलमा हामी यसको लोगो हाल्छौँ। सेभ फर्मेटमा जाने, सेभ फर्मेटमा गइसकेपछि फिलमा जाने, फिलमा गइसकेपछि यहाँनिर पिक्चरको अप्सन देखिरहेछ जुन, यो पिक्चरको अप्सन, यसमा क्लिक गर्ने। पिक्चर फ्रम फाइल छ, त्यसलाई क्लिक गर्ने। त्यसलाई क्लिक गरिसकेपछि हामी यहाँनिर जान्छौँ। यसमा छैन होला मेरो पिक्चर, यसमा छ, ग्राफिक्समा छ, यहाँनिर छ। यसलाई हामी इन्सर्ट गर्छौँ, हाम्रो आयो पिक्चर। अब त्यसपछि यसलाई सिलेक्ट गर्ने। त्यसपछि के गर्ने भनेपछि सेभ फर्मेटमा जाने, सेभ फर्मेटमा गइसकेपछि यहाँबाट आउटलाइन मिलाउने, यसको नो आउटलाइन गरिदिने। हाम्रो लोगो राखियो। देन त्यसपछि हामी के गर्छौँ, इन्सर्टमा जाने। इन्सर्टमा गइसकेपछि यहाँनिर सेभको अप्सन छ, सेभको अप्सनमा गएर एउटा लाइन लिने। लाइन लिइसकेपछि हामी यहाँ ड्र गर्छौँ यो लाइनलाई। सिफ्ट, यहाँ किबोर्डको सिफ्ट बटन थिच्ने, त्यसपछि माउसलाई ड्र्याग गर्ने, यहाँसम्म ड्र्याग गर्ने। त्यसपछि हामी के गर्छौँ, यहाँनिर जान्छौँ सेप विड्थ बढाउनको लागि। सेप आउटलाइनमा गएर, सेप आउटलाइनमा गएर त्यसपछि यहाँ हामी कति राख्ने त्यो हिसाबले राखिदिने। देन त्यसपछि हाम्रो लास्टमा के बाँकी छ भनेपछि यसलाई थोरै माथि सारिदिने। एउटा अझै काम छ हाम्रो, जुन काम भनेको मिति राख्ने छ। मिति राख्नको लागि हामी यहाँ जान्छौँ, यहाँ गएर टेक्स्ट बक्स लिन्छौँ एउटा। टेक्स्ट बक्स लिएर यहाँनिर हामी लेख्छौँ मिति। होममा गएर पहिला यसको फन्ट नेम चेन्ज गर्छौँ। फन्ट नेममा अपरजिता राख्छौँ। त्यसपछि हामी यहाँबाट पनि फन्ट चेन्ज गर्ने, मिति, मिति भयो। त्यसपछि यहाँ राख्ने, त्यसपछि डट 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 तरी डट 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 पुरैमा हालिदिने। देन यसलाई थोरै बढाउने, यो मिति हाम्रो सानो भयो, यसलाई पनि बढाउने। यसलाई यहाँबाट बढाइदिने, यतिको ठिक्क हुन्छ। यो हाम्रो बढी भयो, हटाइदिने। त्यसपछि हामी यसकोलाई सिलेक्ट गरेर हामी सेभ फर्मेटमा गएर, सेभ फर्मेटमा गएर फिलमा गएर नो फिल गरिदिने। देन नो आउटलाइन गरिदिने। अब हाम्रो एउटा अझै स्टेप छ। यहाँ हामी यसलाई नै कन्ट्रोल टी गरेर यसको डुप्लिकेट लिन्छौँ। यहाँ हामी बिचमा राख्छौँ, यसको बिचमा राखिसकेपछि यहाँ हाम्रो भनेको विषय हुन्छ, विषय, विषय हुन्छ। यसमा हामी विषय हाल्छौँ। देन त्यसपछि यसमा नि डट 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 हालिदिने। यसलाई थोरै बढाउनु पर्ने हुन्छ, यहाँसम्म बढाइदिने, यहाँदेखि राख्ने। विषय भयो। त्यसपछि हाम्रो अझै एउटा काम छ, यसको फेरि एउटा डुप्लिकेट निकाल्छौँ, कन्ट्रोल डी। त्यसपछि हामी यहाँ राख्छौँ, यहाँनिर राख्छौँ। यहाँ राखिसकेपछि यसलाई हामी डिलिट हान्छौँ, ब्याक स्पेस थिचेर डिलिट गरिदिने। त्यसपछि यसमा श्रीमान, श्रीमान कमा दिने। त्यसपछि हाम्रो लेटर प्याड तयारी हुन्छ। अब यसलाई आफ्नो हिसाबले कलर पनि गर्न सकिन्छ। कलर गर्नको लागि के गर्ने भनेपछि हामी यहाँ सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि सेभ फर्मेटमा जाने, सेभ पिक्चर फर्मेटमा जाने। पिक्चर फर्मेटमा गएपछि यहाँनिर कलर देखाइरहेछ। अब हामीलाई कुन कलर राख्ने मन छ त्यही हिसाबले कलर पनि राख्न सकिन्छ। यो कलर मैले राखेँ। त्यसपछि अब यहाँ कन्ट्रोल थिचेर म सबैलाई या त यहाँबाट इन्सर्टमा गएर यहाँ सबैलाई सिलेक्ट गर्ने एकचोटि। यसलाई मैले सिलेक्ट गरेँ, सिलेक्ट गरेर यहाँनिर सेभ फर्मेटमा गएर मैले कलर हालिदिन्छु। वर्ड आर्ट स्टाइलमा गएर यहाँनिर हामीले कलर हालिदिनु पर्ने हुन्छ। अनि माथिल्लो पनि सिलेक्ट गर्ने, त्यसपछि यही कलर हालिदिने। देन यो पनि सिलेक्ट गर्ने,
यो पनि सिलेक्ट गर्ने, त्यसपछि यही कलर हाल्दिने, सबैलाई सिलेक्ट गर्दै कलर हाल्दै जाने। यसरी हाम्रो कलर चेन्ज भइहाल्छ। यहाँनिर पनि त्यही कलर हाल्दिम, यहाँनिर पनि कलर हाल्दिम। सो यसरी हामी लेटर स्कुल होस् या कुनै पनि अर्गनाइजेसन होस् या सङ्घ संस्था होस्, यसरी हामी लेटर प्याड डिजाइन गर्न सक्छौँ। सो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिनुहोला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त धन्यवाद। फेरि मिल्नेछौँ यस्तै प्रकारको नयाँ भिडियोमा। तबसम्मको लागि बिदा दिनुहोस्।